तपाईँलाई फर्काएर लान चाहन्छु। तपाईँलाई अहिले कालो टोपी लगाउने कलेज तपाईँको लागि ठुलो कलेज होइन। पिएचडी गर्दाखेरि कालो टोपी हुन्छ। त्यो कालो टोपी लगाउने कलेजका टिचर ठुलो मान्छे होइन कि तपाईँलाई एबिसिडी र चिनाउने स्कुल दिगम्बर बुद्धलाई दिगम्बर बुद्धसँग भगवान् बुद्ध चाहिँ एउटा ऋषि हुँदा म तपाईँ जस्तै बुद्ध हुन पाऊँ भनेर स्वयम्भूमा चाहिँ प्रेरणा गरेको थियो। र हामी फेरि प्रोग्राम हुनु जान्छ स्वयम्भू जाँदैन। त्यसै गरेर हाम्रो धन्यवाद दिनुपर्छ आजको फिल्मलाई, किनकि उहाँ यो लुगा लाउँथेन। म त त्यसरी बुझ्छु सम्झिने कुरा थियो। सम्झिनुहुन्छ हुन्न त्यो तपाईँको कुरा हो। त्यसकारण हाम्रै छविलाल श्यामबो बाजे नभए आज यहाँ म हुन्थेन। खेम्पोला ज्यामो कुसो गुरुहरू नभएको भए खेम्पोला यहाँ, किनकि उहाँ लामै हुन्थेन जाँदा सिक्थेन। यदि ज्यासा गुम्बा नभएको भए मेरो बाजे लामा हुन्थेन। मेरो बाजे लामा नभएको भए मेरो बाउ लामा हुन्थेन। मेरो बाउ लामा नभएको भए मलम गरौँ भन्ने पनि आउँथेन। त्यति आयो भने यो छोर्तेन ठिन्ने ग्यास नभएको भए छोर्तेन भन्ने थिएन। अब यहाँ रामबहादुर बम्बन आसिङ नभएको भए यो जग्गा पाउँथेन। त्यसकारण उहाँहरूलाई बोल्नुहुन्न। आदरणीय टेकबहादुर च्याबा, उहाँहरूको टिम होइन, कडबहादुर स्याङ्बो, सेतुमान पाखरिन, बुद्धिमान पाखरिन होइन, उहाँहरू लगायत मैताबहादुर गोले जति हुनुहुन्छ उहाँहरूको धेरैले मैले लेखेको पात्र किन्नुभयो होला, किताब किन्नुभयो होला। त्यो मेरो बाजेको प्रेरणा हो। उहाँले 49 सालमा देशनाहरू सुन्न पाइरहेको छौँ। अब गृहतन्त्रको अभ्यास, गृहतन्त्र भनेको चाहिँ अब हाम्रो जुन बुद्धिस्ट भनौँ या उयसमा पनि के भनिने गरिन्छ भन्दाखेरि अनि हिनायान, महायान र गृहतन्त्र भनेर वज्रयान भनेर छन् भनेर भनिने गरिन्छ। त्योहरू मध्येमा पनि अब हिनायान महायान भनेको चाहिँ अलिकति धेरै समय लाग्ने, के गर्नको लागि भन्दाखेरि चाहिँ समय लाग्ने, अर्थात् कि धेरै जीवन यापन गर्नुपर्ने, धेरै पुण्य अर्जन गर्नुपर्ने भए। अब वज्रयानमा चाहिँ यही जुनीमा पनि हामी चाहिँ बुद्धले ज्ञान प्राप्त गर्न सक्ने खालको चाहिँ मुख्य